तपाईँको पनि छोरो छ। अझ हेर्नुहोस्, उहाँ हेर्नुहोस्, एउटा निजामती कर्मचारीलाई पनि हेर्नुहोस्, आँखामा आँसु छ, मन रोएको छ। हेर्नुहोस्, उहाँले पनि आफ्नो छोरालाई सम्झेको ठिक हो र? आजदेखि समय दिने भनेको छोराछोरीलाई भनौँ, मेरो बहिनी त छैन, आज तपाईँले पाउँदाखेरि एउटा बहिनी पाएको अनुभूति भएको छ। छोरी, तिम्रो आमा आउनु भएको छैन? आमा आउनु भएको छैन? आज हेर्नुहोस् पत्रकारज्यू, एउटा आमाले जन्म त दिन्छ तर एक दिनको लागि स्कुल आउन सकेन। हेर्नुहोस् यो बच्चाको अवस्था। एउटा आमा स्कुल नआउन पाउँदा हेर्नुहोस् एउटा बच्चाको अवस्था के हुँदो रहेछ। आज एउटा माला, कति सुन्दर माला लिएर आएको छ, मेरो आमालाई सजाउँछु भनेर, तर उहाँकै आमा आउने रहेन। आज यो बच्चाको मनमा के बित्यो? त्यही भएर यो बच्चालाई पढाउने क्लास टिचर को हुनुहुँदो रहेछ? यो बच्चालाई पढाउने क्लास टिचर को हुनुहुँदो रहेछ? यो बच्चालाई तिम्रो क्लास टिचरको नाम के हो? को हुनुहुँदो रहेछ? आउनुहोस् न म्याम, दुईजना म्याम त यताउता भागिरहेको छु बेटा। आज क्लास टिचरलाई माला लगाइदिने हो। आउनुहोस् सर। आज एउटा बच्चाले हेर्नुहोस्, आमा नआउँदा पनि तपाईँलाई आज भगवान मान्छ। आमा आउनु भएको रहेछ बेटा, तिमीले आएको छैन भने आउनु भएको रहेछ। आमा जन्मै आइदिनु हो, तपाईँ नआउनु भएको भए त आमाको मन कस्तो, बच्चाको मन कस्तो हुन्थ्यो होला। एउटा माला लिएर आऊ बेटा। आज तिमीले क्लास टिचरलाई पनि सम्मान गर्ने। आज उहाँहरूको छोराछोरी को आउनु रहेछ? आज आमा यहाँ अगाडि आउनु भएको छ भने ल बेटा क्लास टिचरलाई पनि लगाइदेऊ। ल क्लास टिचरलाई पनि लगाइदेऊ बेटा। आज भनौँ आमा मिसाल, आज तपाईँ पनि मेरो बाबा आमा हो। आज उहाँहरूको छोराछोरी को आउनु रहेछ? उठेर आउनुहोस् न। आज आमाहरू अगाडि आउनु भएको छ, उठेर आउनुहोस् न। उठ्नुहोस् आमा, तपाईँको छोरा छ, उठ्नुहोस्।